Hello, जय बस्सी नदेखाउनु हामी चाहिँ यहाँ भण्डारी चोकमा छ। यो चाहिँ भण्डारी चोक है, यो भण्डारी चोक। यहाँ हामी चाहिँ भण्डारी चोकमा आएको छु। गर्मी छ। आज चाहिँ यसरी हाम्रो दिनहरू बित्दैछ। तपाईँहरूको कसरी बित्दैछ हेर्नुहोस्। मेरो छोरी यहाँ चाहिँ मेरो छोरी उता भित्तामा, मेरो छोरी यहाँ चाहिँ भित्तामा। अनि म घाम छ। अनि हामी चाहिँ भण्डारी चोकमा यता जाँदैछु। छोरी चाहिँ मेरो साथी हो, सबैभन्दा ठुलो साथी। आमाको छोरी, छोरीको आमा हुँदो रहेछ। अरू त सब्जीले पारिछ, अरू चाहिँ हुँदैन। अनि आमा छोरीहरू चाहिँ साथी साथी हुन्छ। हामी चाहिँ त जाँदैछु भण्डारी चोक। घाम छ हौ, घाम। अनि यसरी बित्दैछ हाम्रो दिनहरू। हामी चाहिँ यहाँ पुरा गएको एउटा विश्वासी भाइ बहिनीको घरमा। अनि मेरो छोरी दुई जोडा लुगा बोकेर जाँदैछ सिलाउनलाई गएको हामी चाहिँ। अनि तपाईँहरूको चाहिँ कसरी दिनहरू बित्दैछ? हाम्रो चाहिँ यसरी बित्दैछ। मेरो छोरी अनि म जाँदैछु। घाम छ। अहिले चाहिँ 12 बजिसकेको छ। 12 बजीको घाममा जाँदैछ। गाडीहरू पनि कति साह्रो कुद्दो रहेछ हौ। गुवा कि गुवा गर्दै कुद्छ त। गाडी कुदाइ कुदाइ गर्दैछ। हामी हिँड्दैछौँ। घाम छ, छाता पनि उडाइदिन्छ। उडाइदिनु पर्यो। आया हौ, झन् पल्ट्यो चप्पल। गर्मी धेरै गर्मी भयो। न छाता उडाउनु छ, न ब्याग बोक्नु छ भरि। मेरो भरिया छोरी के को लागि जानुभएको भरिया। यता चाहिँ हाम्रो घर जाने बाटो। अनि यो चाहिँ उँधो जाने बाटो। यता चाहिँ हाम्रो चर्च जाने बाटो। यहाँ चाहिँ चर्च जाने बाटो। अनि हामी चाहिँ यता जाँदैछौँ यहाँ माथिको घरमा।